दर्शकवृन्द, राष्ट्र राष्ट्रियताको आवाज एवान टाइम टिभीमा आज हामी तपाईलाई राजावादी आन्दोलन तीनकुनेमा भएको राजावादी आन्दोलनको सत्य तथ्यको केही भिडियोहरू देखाउन गइरहेका छौं। यी प्रमाणहरू हामीले इन्टरनेटबाट नै संकलन गरेका हौं। केही देशप्रेमी नागरिकहरूले टिकटकमा, फेसबुकमा लगायत अन्य ठाउँमा अपलोड गरेका भिडियो प्रमाणहरू आज हामी तपाईलाई लिएर आएका छौं। यो भिडियो अत्यन्त महत्त्वपूर्ण रहेको छ, त्यसैले यो भिडियोलाई देख्न साथ लाइक गरिदिनु होला र धेरै माझ पुर्याउनको लागि धेरै भन्दा धेरै शेयर गरिदिनु होला, किनकि यसमा त्यस्ता गम्भीर प्रमाणहरू छन् जुन प्रमाणहरूले यो घटनालाई अन्त्यतिर लैजान सक्छन् र जुन प्रमाणहरूले यो घटनाको वास्तविकतालाई खोतल्न सक्छन्। एकातर्फी रूपमा राजावादी आन्दोलनकारीहरूलाई लगाइरहेको दोषमा हामी यो भिडियो प्रमाण तपाईहरु समक्ष लिएर आएका छौं। तपाईहरु समक्ष सबैभन्दा पहिले हामी यो घटनालाई राख्न चाहन्छौं जहाँ एक देशप्रेमी नागरिकले टिकटकमा बनाएर अपलोड गरेका 6 वटा एपिसोडहरूलाई हामीले कम्बाइन गरेर एउटै बनाएर देखाउने प्रयास गरेका छौं। एकपटक यो एपिसोडलाई हेरिदिनुस् है त। बाटो थियो हैन, त्यो चाहिँ अब अनुसन्धानकै बाटो भयो। त्यो यहाँबाट निस्किने चान्स थियो नि त, झ्याल्ने खालमुङ झ्याल्थ्यो हैन। त्यसमा अथवा यहाँबाट पनि उहाँले केही सपोर्ट माग्न सक्नुहुन्थ्यो होला, के होला, त्यो विषय त्यो अनुसन्धानकै विषय भयो। केही न केही गडबड छ। राजावादी आन्दोलन कसरी यसरी उग्र बन्न पुग्यो, आउनुस् खोज्ने प्रयास गरौँ। जो आन्दोलनमा हजारौं मान्छेहरू सहभागी भएको थिए र सबैले आफ्नो मोबाइलबाट भिडियो खिचेर फेसबुक, टिकटकमा हालिरहेको थिए। लगभग 2 घण्टाको सबै एंगलको फुटेजहरूलाई केलाउँदै र अनुसन्धान गर्दै मैले यो आन्दोलनमा साँच्चै के भएको थियो र 2 जना नागरिकको हत्याको जिम्मेवारी को हो भन्ने खोज्ने प्रयास गरेको छु। यो भिडियो डिलिट हुन र गराउन सक्छ, त्यसैले यो भिडियोलाई डाउनलोड गरेर पोस्ट गर्ने म पुरै अनुमति दिन चाहन्छु। मैले अहिले तपाईहरुलाई तीनकुनेको दृश्य देखाइरहेको छु। यो झडक लफडा हुनुभन्दा अगाडिको दृश्य हो। देख्न सक्नुहुन्छ तपाईले स्टेजमा मान्छेहरू आउने क्रम बढी नै थियो। तपाईले पछाडि ब्याकग्राउन्डमा देख्नुहुन्छ ग्रीन कलरको बिल्डिङ, जसमा पछि ढुङ्गा हानान र आगजनी भएको थियो। त्यसकै छतमा तपाईले देख्नुहुन्छ मान्छेहरूको एकदम भिड थियो। माथि छतमा मान्छेहरू बसेर हेरिरहेको थिए र तपाईले देख्न सक्नुहुन्छ अहिलेसम्म चाहिँ कुनै तोडफोड आगजनी भएको थिएन। के त्यस्तो भयो? एक्कासी त्यो घरलाई टार्गेट गरियो, त्यो घरलाई फोडियो। म तपाईहरुलाई एकैछिनमा देखाउने नै छु। र इन्ट्रेस्टिङ लागेको कुरा, त्यसकै साइडको घरमा तपाईले हेर्नुभयो भने चाहिँ त्यहाँ मास्क लाएर बसेको मान्छेहरू थियो। अब त्यो चाहिँ पुलिसहरू हो कि मान्छेहरू हो त्यो त मलाई थाहा भएन। तपाईलाई के लाग्छ कमेन्ट गर्नु होला। यो भिडियोमा तपाईले देख्न सक्नुहुन्छ मजाले स्टेज त्यही नजिक रहेको छ, त्यसको माथिपट्टि मान्छेहरूको एकदम धेरै बाक्लो उपस्थिति भएको क्लियरली देख्न सक्नुहुन्छ। यो दृश्यमा तपाईले देखिराख्नु भएको छ माथिबाट मान्छेहरू झरेको, सिसाहरू सबै फोडिसकेका छन्। तल मान्छेहरूको आक्रोश देख्न सक्नुहुन्छ र कोही मान्छेहरू तल झरेर कोही माथि नै बसिरहेका थिए। मैले पहिले देखाएको भिडियोमा तपाईले देखिसक्नुभयो सुरुमा यो बिल्डिङलाई टार्गेट गरिएको थिएन। सो एक्कासी के भयो त्यस्तो जसले गर्दाखेरि यो बिल्डिङलाई टार्गेट गराइयो? आउनुस् यहाँको जनताहरूबाट सुनौँ के भएको रहेछ। यहाँ आन्दोलनको चाहिँ यो चौरमा हो, तर हामी चाहिँ यता सामुखोसीबाट हाम्रो टिम आउँदै थियो, उताबाट दुर्गा प्रसाद आउँदै हुनुहुन्थ्यो। ठ्याक्क आउने बित्तिकै यहाँ चाहिँ कस्तो गरेछन् भने यो घर अनि ऊ त्यो घर, यहाँको जति पनि अहिले फुटेका घरहरू छ नि, त्यहाँ चाहिँ पुलिसहरू चाहिँ प्रहरीहरू छिरेर सिधै त्यहाँ माथिबाट चाहिँ आउन पाएन। कुनै पनि के नारा लाउँदै गर्दाखेरि होइन, हाम्रो राजा हाम्रो देश भनेर आउँदै गर्दाखेरि चाहिँ सिधै ढुङ्गा प्रहारहरू हुन के त्यो माथिबाट के अरे असुल ग्यास प्रहार हुन थाल्यो। ऊ त्यो घरको बिल्डिङबाट असुल ग्यास प्रयोग गरिरहेछ, यो घरको भित्रबाट प्रयोग गरिरहेछ, यो घरको भित्रबाट के हामीले अराजक के गरिरहेको थियौँ, हतियार बोकेर आएका थियौँ। यहाँ माथिबाट पुलिस प्रशासनले चाहिँ असुल ग्यास प्रहार गरेको भनेर आन्दोलनकारी साथीहरूले माथि पुलिस राखेर आज निक्लेको पुलिस यहाँबाट लुकेर हामीलाई असुल ग्यास हान्ने। यो घरको माथि होइन पुलिस बसेको थियो क्या, यो घरको माथिबाट यदि टियर ग्यास र रबर बुलेट नहानेको यो घटना हुँदै थिएन। यिनीहरूको प्रबन्ध हो। यिनीहरूले अर्काको व्यक्तिको घरमा गएर कुनै पनि हालतले टियर ग्यास पुलिसले अब त्यो प्रशासन चलाउने आफैले हानेको यो घरमा मान्छे पालेर हानेको। तपाईले सुनिहाल्नु होला माथिबाट पुलिसले असुल ग्यास हानेको कारणले चाहिँ मान्छेहरू आक्रोशित भएर तोडफोड गरेको। यो मात्रै होइन, अरू घरबाट नि असुल ग्यास प्रहार गरेको भनेर आरोप लगाइरहेको थिए सबैले चाहिँ। सो त्यही अनुसारले चाहिँ मैले यत्रो मान्छेहरूले यत्रो क्यामेरा थियो यत्रोले खिचिरहेको थिएँ, कसैले खिचेको होला भनेर चाहिँ अझै मैले टिकटकमा सर्च गरेँ, फेसबुकमा सर्च गरेँ र फाइनली मैले एउटा भिडियो भेटाएको छु। यो हेर्नुहोस्।
दृश्यमा देखिहाल्नु तपाईँले पछाडि कतैबाट चाहिँ असुर ग्यासको प्रहार हुन्छ जबकि स्टेजमा राष्ट्रिय गान बजिरहेको हुन्छ। स्टेजमा त्यो बेला कुनै भाषण भइरहेको थिएन, राष्ट्रगान बजिरहेको थियो र सबैले छातीमा हात राखेर राष्ट्र गीत गाइरहेको थिए र त्यही असुर ग्यास प्रहारपछि आन्दोलन भड्कियो र सबै तोडफोड हुन थाल्यो। प्रमाणको लागि तपाईँले देख्न सक्नुहुन्छ हरियो बिल्डिङ अहिलेसम्म कसैले आक्रमण गरेको छैन र यही असुर ग्यासको प्रहारपछि आन्दोलन भड्केपछि चाहिँ त्यो बिल्डिङमा प्रहार हुन्छ र सबै तोडफोड र आगजनी हुन्छ र त्यही कारणले चाहिँ दुईजनाको मृत्यु पनि हुन्छ, एकजनाको गोली हानेर एकजनाको त्यसमै जलेर। यो त्यही असुर ग्यास प्रहारपछिको क्लिप हो, देख्न सक्नुहुन्छ सबैले आफ्नो मुखमा पानी लगाइरहेको छन् र यही पछि दुर्गा प्रसाद आक्रोशमा आएर आफ्नो गाडी लिएर चाहिँ प्रहरीको लाइन तोड्नलाई अगाडि बढेको थिए। यहीँबाट चाहिँ लाइन तोडियो, यहीँबाट गोली चल्न थाल्यो, यहीँबाट चाहिँ आगो बल्न थाल्यो र यसको बारेमा चाहिँ हाम्रो गृहमन्त्रीले के भन्नुहुन्छ म तपाईँलाई सुनाउँछु। के भयो, भिड किन यस्तो अनियन्त्रित भयो? अब उनीहरूले त्यही गर्न खोजेका थिए। आउने बित्तिकै चाहिँ त के भने प्रहरीलाई ढुङ्गा हान्ने, दुर्गा प्रसादले आफैले गाडी चलाएर प्रहरी चाहिँ त मार्न खोज्ने। अब त्यस्तो खालको गतिविधि गरेपछि त्यो उनीहरूको उग्रता, उद्दण्डता, गैर जिम्मेवारीको प्रकाश छ। हामीलाई यो आकलन चाहिँ थियो कि छैन? गृह प्रशासनलाई अलि इन्फर्मेसन ल्याप्सेस भयो कि छैन? अब हामीले अब के अरे सुरक्षा निकायले आफूले अपनाउनु पर्ने जति सतर्कता, संयमता, धैर्यता अपनाएको छ, तर उद्दण्डताका अगाडि त के लाग्छ गभर्मेन्ट। अब म तपाईँहरूलाई पुलिसको लाइन कहाँ थियो भनेर म देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ पुलिसको लाइन कति पछाडि थियो भनेर। सो फर्स्ट लाइन, सेकेन्ड लाइन तपाईँलाई म यहाँबाट देखाउने छु। सो बिचमा मान्छेहरू टन्ने रहेको थियो र त्यसपछि चाहिँ स्टेज रहेको थियो र त्यो पछाडिको लाइनबाट असुर ग्यास त्यत्रो टाढोसम्म चाहिँ फाल्न सकिँदैन, इम्पोसिबलै छ। सो त्यहीँबाट या घरबाट मान्छेहरूले भने जस्तो कि अब म तपाईँहरूलाई पुलिसको लाइन कहाँ थियो भनेर म देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ पुलिसको लाइन कति पछाडि थियो भनेर। सो फर्स्ट लाइन, सेकेन्ड लाइन तपाईँलाई म यहाँबाट देखाउने छु। सो बिचमा मान्छेहरू टन्ने रहेको थियो र त्यसपछि चाहिँ स्टेज रहेको थियो र त्यो पछाडिको लाइनबाट असुर ग्यास त्यत्रो टाढोसम्म चाहिँ फाल्न सकिँदैन, इम्पोसिबलै छ। सो त्यहीँबाट या घरबाट मान्छेहरूले भने जस्तो कि त घरबाट असुर ग्यासको प्रहार भएको छ र यो मुद्दामा सबैभन्दा ठुलो प्रश्न चाहिँ त्यो असुर ग्यास कसले प्रहार गर्यो, कहाँबाट कुन प्रहरीले प्रहार गर्यो र कसले कमान्ड दियो भन्ने चाहिँ ठुलो प्रश्न रहेको छ। यो प्रश्नको जवाब चाहिँ गृहमन्त्रीले दिनुपर्ने हुनेछ, त्यहाँ खटिएका पुलिसले पनि जवाब दिनुपर्ने हुनेछ जसले कमान्ड गरेका थिए। अन्तिममा म ती दुई नागरिकहरूलाई हार्दिक श्रद्धाञ्जली भन्दै त्यो असुर ग्यास प्रहार गर्ने प्रहरी र त्यसलाई कमान्ड गर्ने प्रहरीलाई चाहिँ कारबाही होस् भन्दै म यही भिडियो अन्त गर्न चाहन्छु। मैले योभन्दा अगाडिको भिडियोमा भिड कसरी उग्र बन्न पुग्यो भनेर प्रमाण सहितको दृश्य रहेको थियो। त्यो भिडियो हेर्ने दर्शकले अझै धेरै प्रमाणहरू पठाउनु भएको भएर यो भिडियो बनाइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला, निकै रोचक रहेको छ। मैले योभन्दा अगाडि बनाएको भिडियोमा के भएको थियो छोटकरीमा हेरौँ है। यो क्लिपमा तपाईँले देख्न सक्नुहुन्छ पछाडि कतैबाट असुर ग्यासको प्रहार हुन्छ जबकि स्टेजमा राष्ट्रिय गान बजिरहेको हुन्छ। स्टेजमा त्यो बेला कुनै भाषण भइरहेको थिएन, राष्ट्रगान बजिरहेको थियो र सबैले छातीमा हात राखेर राष्ट्र गीत गाइरहेको थिए र त्यही असुर ग्यास प्रहारपछि आन्दोलन भड्कियो र सबै तोडफोड हुन थाल्यो। प्रमाणको लागि तपाईँले देख्न सक्नुहुन्छ हरियो बिल्डिङ अहिलेसम्म कसैले आक्रमण गरेको छैन र यही असुर ग्यासको प्रहारपछि आन्दोलन भड्केपछि चाहिँ त्यो बिल्डिङमा प्रहार हुन्छ। यही क्लिपमा अर्को एउटा इन्ट्रेस्टिङ कुरा पनि भेटायो। जब असुर ग्यास प्रहार भयो तपाईँले छेउमा बसेको मान्छेहरूलाई नोटिस गर्नुहोस्, सबैले हात उठाएर कतै देखाइरहेको छ। पक्कै पनि तिनीहरूले असुर ग्यास आएको ठाउँलाई देखाइरहेका छन् र यति बेला पुलिसहरू कहाँ तैनात थिए म तपाईँलाई देखाउँछु। यो क्लिपमा तपाईँले तिनकुने एरिया राम्रोसित देख्न सक्नुहुन्छ। यो रहेको छ प्रहरीहरू तैनात रहेको दोस्रो लाइन र यो पहिलो लाइन र त्यसको अगाडि तपाईँले मान्छेहरूको भिड देख्न सक्नुहुन्छ र त्योभन्दा अगाडि सेतो कलरको तपाईँले टेन्ट देख्न सक्नुहुन्छ जहाँ चाहिँ भर्खरै असुर ग्यास प्रहार भएको थियो। म तपाईँहरूलाई स्टेजको अर्को दृश्य पनि देखाउन चाहन्छु। देख्न सक्नुहुन्छ यो रहेको छ स्टेज, यो रहेको छ पहिलो लाइन, यो रहेको छ दोस्रो लाइन। एउटा कुरा प्रश्न हुन्छ कि त्यो असुर ग्यास प्रहरी तैनात भएको ठाउँबाट आएको होइन। अब यहाँ दुईटा प्रश्न उठ्छ, त्यो असुर ग्यास कहाँबाट आएको थियो, दोस्रो त्यो स्टेजमा भएको मान्छेहरूले कसलाई देखाइरहेको थिए। अब यो क्लिप तपाईँले ध्यान दिएर हेर्नु होला। तलपट्टि मान्छेहरूले माथि हेर्दै गाली गर्दै र ढुङ्गा प्रहार गरिरहेको छन्। कसलाई प्रहार गरिरहेका
छन्, यो भिडियो पुरै हेर्नुहोस्। भिडियोमा क्लियरली देख्न सक्नुहुन्छ दुईजना मान्छे, एउटा चाहिँ वर्दीमा छ, त्यसको हातमा चाहिँ असुर ग्यास हान्ने गन रहेको छ। म भिडियो जुम र अलि उज्यालो बनाएर देखाएको छु, हेर्नुहोस्। त्यही दुईजनालाई देखेर भिडले त्यो बिल्डिङमा आक्रमण गरिरहेको छ। अब यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, त्यो घरमाथि गएर असुर ग्यास प्रहार गर्न कसले आदेश दियो? प्रहार गरिसकेपछि जुन आन्दोलन भड्क्यो त्यसको जिम्मेवारी को? अर्को घटनातर्फ अब तपाईहरूलाई लैजान चाहन्छु, जहाँ भाटभटेनीमा आक्रमण भयो, जडीबुटीमा आग लागि भयो। यहाँ तपाईँले हामी दृश्यहरू देखाइरहेका छौँ। जडीबुटीमा भएको आग लागि, जसले आग लागि गरिरहेका छन् तिनीहरू पर्खाल नागेर गएर आगो लगाउँदै गर्दा सँगै रहेका प्रहरीहरू निरीह बनेका छन्। त्यहीँबाट त्यहीँ गएर एकैछिनमा आगो निभाउने प्रयास पनि हुँदैन, त्यो पनि त्यति बेलासम्म जति बेलासम्म 20 टन तेल त्यहाँ छ भन्ने कुराहरू बाहिरिएर जडीबुटी एरिया नै ध्वस्त हुन सक्ने विचारहरू आइसकेपछि, त्यस्ता प्रमाणहरू आइसकेपछि पनि प्रहरी गम्भीर बनेर आगो निभाउन गएको देखिँदैन, राज्य गम्भीर बनेको देखिँदैन र कैयौं घण्टा बितिसकेपछि 4 घण्टा लगाएर बल्ल बल्ल आगो नियन्त्रणमा ल्याएको देखिन्छ। यसबाट राज्य कति सिरियस थियो जनताको जनधनको क्षतिमा भन्ने कुरा स्पष्ट देख्न सकिन्छ र दोष आन्दोलनकारीलाई, राजावादीलाई थुपार्दै गर्दा यहाँ भित्र छिरेर आगो लगाउन छिरेका यी अनुहारहरू हेर्नुहोस्। यी कुनै पनि हिसाबमा आन्दोलनमा आएका जस्ता व्यक्तिहरू देखिँदैनन्। छापामार शैलीमा यो घटना भएको देखिन्छ र नेपालमा छापामार शैलीमा पोख्त को छ, यो प्रश्न गम्भीर छ। कारण राख्ने बेला आयो। दर्शकवृन्द, तपाईँहरूलाई के लाग्छ, यो घटना कसरी भयो होला, कसले गर्यो होला र यो घटनाको पछाडि को थियो होला? के यो राजावादीकै दोष हो वा अन्य कोही व्यक्तिको घुसपैठ भएको हो? आफ्नो विचार तलको कमेन्ट बक्समा राखिदिनु हुन अत्यन्त धेरै आग्रह गर्छु।